ऊर्जा मन्त्री दीपक खड्काले हिजो पनि लोड सेडिङ थियो, आज पनि लोड सेडिङ छ भन्नुको मतलब भोलिदेखि हामी लोड सेडिङ गर्छु भन्न खोजेको हो। ऊर्जा मन्त्रीले नेपाल विद्युत प्राधिकरण नक्कली नाफामा छ भन्नुको मतलब अहिले भएको नेपाल विद्युत प्राधिकरणको नाफा भ्रष्टाचार गरेर सफाचट पार्नु हो। कांग्रेस एमाले सम्मिलित भ्रष्ट सरकारको नियत भनेको प्राधिकरणमा आफ्ना आसेपासेलाई नियुक्ति गराएर प्राधिकरणलाई तहस नहस बनाउनु र जथाभावी लाइसेन्स बाँड्नु हो। अन्तत यी भ्रष्ट सरकारले कुलमान घिसिङलाई हटाउनुको 10 कारण उल्लेख गरी पत्र पठाएको छ। ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउनुको 10 कारण उल्लेख गरी 3 पन्ने पत्र पठाएको छ। कुलमान घिसिङ भने सरकारको निर्णय खारेज योग्य भएको दाबी गर्दै अदालत जाने तयारीमा छन्। 2078 साउन 25 गते दोस्रो कार्यकालका लागि प्राधिकरण प्रमुखमा नियुक्ति गरिएको घिसिङको अवधि 2082 साउन 25 गते सकिँदै थियो। तर कार्यकाल सकिनु भन्दा 4 महिना अघि नै चैत 11 गते बेलुका बसेको मन्त्री परिषदको बैठकले घिसिङलाई पदमुक्त गरेर हितेन्द्र देव साक्यलाई कार्यकारी निर्देशक पदमा नियुक्ति गरेको थियो। मंगलबार अर्थात् चैत 12 गते नै उनी अदालत जाने तयारीमा रहे पनि पदमुक्त गरिएको पत्र ढिलो गरी प्राप्त भएकोले उनले बुधबार मात्र अदालत जाने तयारी गरेका छन्। मन्त्री परिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमानलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी गरेको छ। सो पत्रमा पदबाट हटाउनु पर्ने 10 कारण बुदागत रूपमा उल्लेख गरेको छ। 3 पन्ने पत्रचारमा सार्वजनिक सञ्चार माध्यम मार्फत संघीय सांसद र सरकार विरुद्ध पटक पटक अभिव्यक्ति दिएको, कर्मचारीहरू बीच गुटबन्दी गराएको, सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेको, मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफका विषयवस्तु सञ्चार माध्यममा सम्प्रेषण गरेको, विदा वा आन्तरिक वा अन्तर्राष्ट्रिय भ्रमण काजमा जाँदा सञ्चालक समितिको स्वीकृति नलिएको लगायतका आरोप छन्। यसैगरी डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकले खपत गरेको विद्युतको बक्यौता रकम टाइम अफ डे टिओडी को आधारमा असुल उपर नगरेको, आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर भारतमा विद्युत व्यापार सम्बन्धी सम्झौता गरेको, भारतमा वार्तामा जानु अघि सञ्चालक समितिबाट निर्णय नगरेको लगायतका आरोपहरू पनि कुलमानमाथि लगाइएको छ। कुलमानलाई यी विषयमा सरकारले 6 पटकसम्म स्पष्टीकरण सोधेको थियो भने ऊर्जा मन्त्रालयले कार्य सम्पादन मूल्याङ्कनमा 0 अङ्क दिएको थियो। 5 पटकसम्म मन्त्रालयबाट स्पष्टीकरण सोध्दा घिसिङले मन्त्रालयलाई त्यसको अधिकार नरहेको बताएपछि गत फागुन 21 गते मन्त्री परिषदको निर्णय बमोजिम सफाई पेश गर्ने मौका दिएको थियो। घिसिङले आफूले कुनै गलत काम नगरेको दाबी सहित सफाई पेश गरे पनि त्यो चित्त बुझ्दो नभएको भन्दै चैत 11 गतेको मन्त्री परिषदको बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो। मन्त्री परिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमानलाई पठाएको पत्रमा उल्लेख गरिएको छ, तपाईले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकका हैसियतले ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयसँग गरेको कार्य सम्पादन सम्झौता र पदीय जिम्मेवारी अनुरूपका कार्यकारी नगरेको सन्दर्भ उल्लेख गरी नेपाल सरकार मन्त्री परिषदको मिति 2081 11 महिना 21 गतेको निर्णय बमोजिम सफाई पेश गर्ने मौका दिएकोमा तपाईले पेश गरेको सफाई सन्तोषजनक नदेखिएको र आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको भनी पत्र पठाएको छ। कुलमानले भने आफूलाई पदबाट हटाउने सरकारको निर्णय खारिज योग्य भएको जिकिर गर्दै अदालत जाने तयारीमा रहेको बताए। कुलमानले भने म आज अदालत जाने तयारीमा छु। सरकारले यो निर्णय गलत गरेको हो भन्ने तपाईलाई लाग्छ भने आफ्नो विचार सहित दबावका लागि कमेन्ट गर्नुहोस्।